Good morning. आज डे 4 आज लास्ट डे हो इज टक प्रोग्राममा जाने आज लास्ट डे अनि आज पछि चाहिँ अब फेरि अर्को अर्को सेसनको 2 दिन मेरो छुटेको छ त 2 दिन जान्छु होला। अब आज सर्टिफिकेटहरू दिन्छ होला। आज टपिकमा बोल्नुपर्छ। सायद आजको भिडियो चाहिँ आजको टपिकमा बोलेको भिडियो चाहिँ गरिदिनुहुन्छ कि भन्ने आशा छ। ल अब चाहिँ लाग्नु पर्यो अनि इजिटेक प्रोग्राममा गएर फेरि भिडियो बनाउँछु। तपाईँ यहाँबाट पुश गर्दै बिस्तारै बिस्तारै तपाईँले बाहिर सास फाल्न सक्नुहुन्छ। शब्द बदल्नु तपाईँले के गर्नु पर्यो, सासलाई बाहिर फाल्नु पर्यो। त्यसरी तपाईँले बोल्नुभयो भने तपाईँ आफ्नो सोच्ने गतिको स्पिडमा बोल्न सक्नुहुन्छ। तर हामी के गर्छौँ, हामी आफ्नो थिङ्किङको स्पिडभन्दा फास्ट बोल्ने ट्राई गर्छौँ, त्यतिकै हाम्रो कुरा बिग्रिन्छ। अनि त्यसपछि हामीले आफैले के बोलेको छ हामी आफैलाई थाहा हुने छैन। त्यसैले के गर्नु पर्यो, तपाईँले जहिले पनि बोल्दाखेरि आफ्नो थिङ्किङको स्पिडभन्दा तपाईँले कि त म्याच गरेर बोल्नु पर्यो कि त तपाईँले स्लो बोल्नु पर्यो। कसरी थाहा हुन्छ थिङ्किङ स्पिडलाई म्याच गरेर बोलिरहेको छ कि छैन? पज दिएर बोल्ने र साथै तपाईँको जुन यहाँबाट पुस गरेर बोलिराख्नु भएको छ नि, तपाईँको सास जुन स्पिडमा बाहिर गइरहेको छ तपाईँले त्यही स्पिडमा बोल्नु पर्यो। त्यसरी गर्नु होला सबैजनाले। त्यसरी बोल्नुभयो भने तपाईँ नेचुरली घन्टौँसम्म बोल्न सक्नुहुन्छ, किनभने तपाईँले पजको प्रयोग गर्नुहुन्छ र तपाईँ थिङ्किङ गर्दै मजाले बोल्न सक्नुहुन्छ। हामी पब्लिक स्पिकिङमा पुगिसकेपछि एउटा फ्लोमा इन्टर गर्नुपर्ने हुन्छ। त्यो फ्लोमा इन्टर गरिसकेपछि त्यसपछि मजा आउन थाल्छ पब्लिक स्पिकिङ गर्न, एकदम रिल्याक्स हुन्छ, आनन्द लाग्छ पब्लिक स्पिकिङ गर्दा। तर जब हामी पब्लिक स्पिकिङको फ्लोमा जाँदैनौँ, हाम्रो आफ्नो थिङ्किङको स्पिडभन्दा हामी आफैको हुन्छौँ, फास्ट बोल्ने ट्राई गर्छौँ, त्यतिखेर चाहिँ हामीलाई गाह्रो फिल हुन्छ। कतिखेर छोडेर गइन्छ भने हामीले फिल आउँछ। त्यसैले सबैले फ्लो क्रिएट गर्न सक्नुपर्छ। फ्लो क्रिएट गर्नको हामीले डेली रुटिन गर्नुपर्छ। यहाँबाट हामीले पुस गरेर बोल्नुपर्ने हुन्छ। ओके, अब चाहिँ हामी मलाई आशा छ तपाईँ सबैजना रेडी हुनुहुन्छ। कम्बाइन गरेर नेचुरल तरिकाले तपाईँको पज दिनु पर्यो। आत्तिएर बोलेर काम छैन, बरु थोरै बोल्ने, रिल्याक्स तरिकाले बोल्ने। टाइम बोल्दैन भने बरु थपिनै पाइन्छ। तपाईँको 5 मिनट 3 मिनट 5.5 मिनट जान पाइन्छ। त्योभन्दा बढी चाहिँ नभन्दाखेरि सबैलाई बुझ्दैन। त्यसैले 5 मिनटसम्म रिल्याक्स तरिकाले बरु थोरै बोल्ने तर आरामले बोल्नु पर्यो। तपाईँको भिडियोमा झर्किनु पर्यो कि जो व्यक्ति इजी टचमा ट्रेनिङ लिएर त्यसैले रिल्याक्स तरिकाले बोल्नु पर्यो। कुनै पनि हतार छैन। मिस्टेक भयो भने मिस्टेक कट हुन्छ। त्यस्तै सिलसिला चलिरहेको थियो। अनि त्यस्तो सिलसिलामा तपाईँको यो पब्लिक स्पिकिङ सिक्नुपर्छ भन्ने So here say I think token of appreciation just lage hone presented to Mr. Krishna Adhikari for your exceptional commitment to teaching and mentoring in public speaking. Your wisdom, encouragement and enthusiasm have left a lasting impact, helping us grow not only as speakers but as confident individuals. With heartfelt appreciation for your dedication and your positive difference you have made, presented by Rita Dahal. सबैजनाप्रति आभारी छौँ। The same goes to Sanjay Yadav sir. For your exceptional commitment to teaching and mentoring in public speaking, your wisdom, encouragement and enthusiasm have left a lasting impact, helping us grow not only as speakers but as confident individuals. Presented by Rita Dahal.
यो पाउनु त हामीले तर मलाई लाग्छ यो सबै तपाईँ सुन्नुहोस् है साथीहरू, तपाईँ यदि कुनै व्यक्तिको भिडियो पोस्ट नगर्नु पर्ने छ भने हाम्रो एडिटरलाई आफ्नो पिक्चर दिनु होला है। मैले तपाईँको भिडियो पोस्ट गर्दैन भने चाहिँ हाम्रो धेरैजना पछि कन्टेन्ट मैले भनिसकेँ। नम्बर 2, व्यक्ति र परिस्थिति जुन अवस्थामा छ त्यस्तै स्वीकार्छौँ। नम्बर 3, के छ अरूको गल्ती र कमजोरीको पछाडिको कारण खोज्न छोडिदिन्छौँ र अरूको विचारको आजको दिनबाट फुटबल बन्ने छैन। र 5औं, आजको दिनबाट लिभ इन द प्रेजेन्ट मोमेन्ट, वर्तमानमा जिउँछौँ। भूत भनेको पोस्टमार्टम भइसक्यो। जे चिजले हामीलाई बारम्बार दुःख दिन्छ, सताउँछ, and enthusiasm have left a lasting impact, helping us grow not only as speakers but as confident individuals. With heartfelt appreciation for your dedication and your positive difference you have made, presented by Rita Dahal. हेलो, रातिको 11 बजिसकेको छ। हामी भर्खर खाना खाएर बसिरहेको छौँ। सन्दीप चाहिँ खाँदैछ। आज मैले त्यति धेरै भिडियो बनाइनँ किनभने आज कलेजमा पुग्ने बित्तिकै हाम्रो अर्पणसँग फर्किहालेँ म। अनि आज अलिक ढिलो भएको थियो। आज लास्ट दिन थियो हाम्रो पब्लिक स्पिकिङको क्लासको। मन्डे चाहिँ भिडियो आउँदैछ मेरो। म फेरि त्यो पनि हाल्छु होइन। मन्डे भिडियो आउँदैछ। अनि रुम आयो, रुम आएर बस्यो, गीत गाइयो, बस्यो, के गरियो अरू केही न केही यस्तै छ। अब कति 11 बज्यो। अब आज सुत्नुपर्छ होला। आँखा पनि कालो कालो भएछ होइन। भोलि अब शनिबार, आज विकेन्ड। दाइले मासु अलिक धेरै हालिदिनु भएछ क्या। सन्डे खायो होइन। पेट फुलाएर सुतिरहेको छु म चाहिँ। अब यस्तै भयो आजको दिन। आजको दिनमा पनि धेरै मेमोरिजहरू बने होइन। अनि कलमा पनि बोलियो मान्छेहरूसँग, मजा आयो। यस्तै छ जिन्दगी। कपाल झरिसक्यो यार। सन्दीप बुढो भइसक्यो। कहिले पढिसक्नु होइन, कहिले तपस्या गर्न जानु, क्वान्टम ग्राभिटी कहिले बनाउनु होइन। अनि आफ्नो थ्योरी कहिले निकाल्नु सन्दीप? नोबेल प्राइज कहिले जित्नु? के अरे अस्ति हाम्रो डिस्कसन थियो नि, ग्राभिटी इफेक्ट हो कि फोर्स हो भन्ने, कि त्यसमा जाओस् आज? त्यही त भन नि त, तिमीलाई के लाग्छ, ग्राभिटी कि फोर्स? ग्राभिटी भनेको फोर्स कि कन्सिक्वेन्सेस? दुईटा गर्छ। अब न्युटनको कन्सेप्टबाट गयो भने फोर्स भन्छ होइन। आइन्स्टाइनले चाहिँ अब स्पेस टाइम कर्भेचरमा बनेको एउटा मासको इफेक्ट भनौँ होइन। सर्टेन फेनोमेना होइन, कुनै पनि मासले स्पेस टाइम फेब्रिकमा कर्भेचर बनाउँदाखेरि
बढ्ने कर्वेचर त हो नि ग्राभिटी, त्यो कन्सिक्वेन्सेस कर्वेचर त्यो त कर्वेचरले त ग्राभिटीको इफेक्टलाई घट्ने र बढ्ने मात्र हेर्नुपर्छ नि त होइन एक्चुअली ग्राभिटी के गर्दा ग्राभिटी आयो त त्यो त ग्राभिटी त हामीलाई थाहा नै छैन नि के हो नि त्यो कुरा बुझ्नु पर्यो नि त त बुझ्यो भने त्यो कर्वेचर त त्यो अब एक्चुअली भन्नुपर्दा होइन ग्राभिटी बढी हुन्छ कर्वेचर छ भने ग्राभिटी सुरु हुन्छ ग्राभिटी हामीले क्लास 6 देखि सुन्दै आएको होला होइन, क्लास 5 6 देखि। तर एक्चुअली भन्नुपर्दा वी डोन्ट नो वाट इज ग्राभिटी। ग्राभिटी के हो हामीलाई थाहा छैन। हामीलाई त्यसकै त्यही कन्सिक्वेन्सेस फोर्स भन्ने आइन्स्टाइन र न्युटनको कन्सेप्ट अलिअलि थाहा छ। अब हाम्रो प्रितम साथीले चाहिँ क्वान्टम र ग्राभिटीलाई जोडेर थ्योरी अफ एभ्रिथिङ बनाउँछु भन्छन् होइन, अनि फर्स्ट नोबल प्राइज पाउँछु भन्छन्। यदि प्रितम यो देख्यो भने नरिसाउ प्रितम होइन। अब तिमीले भनेको कुरा भनेको आई लभ यु प्रितम, म के होइन केटा होइन। अनि त्यस्तै हो। अब 28 गते सेमिनार छ त, तिमीले भ्याउँदैनौ होला। 28 गते भनेको पर्सि आइतबार होइन, सुन्दारामा सेमिनार छ क्वान्टम ग्राभिटी। खोइ को आउँछ, फिजिक्स एन्ड द रियालिटी भन्ने एउटा ग्रुपले अर्गनाइज गर्न आँटेको छ। सायदै जान्छु कि म थाहा छैन, जान पनि सक्छु, जान्छु भने सोचिरहेको छु। अब खोइ के हुन्छ। अनि त्यहाँ गएर चाहिँ अझै बुझेर आएर यसको बारेमा चाहिँ डिस्कस गर्नुपर्छ होइन। यस्तै हो। अब फेनोमेनाहरू धेरै नै हुन्छ। अब हामीले अहिलेसम्म पढ्यो भने क्वान्टम स्पिन मात्र पढाएको छ मैले, कसो भनेको डिग्री अफ फ्रिडम के हो यार, धक्क दुख्छ। यस्तै छ। अब 4 मिनट भयो बोलेछु मैले, यसमा के बोलेँ मलाई थाहा छैन होइन। आजको प्रोग्राम चाहिँ एकदम दामी भएको थियो, मेरो स्पिचको प्रोग्राम। मन्डे आउँछ भन्नुभएको छ सरले, अनि मन्डे चाहिँ म हाल्छु त्यो भिडियो। राम्रो भएको छ, एकदम राम्रो भएको छ मेरो भिडियो। अनि पब्लिक स्पिकिङ मलाई एकदम हुन्छ नि, अब बोल्न मन लाग्न थालेको छ आजकल। अनि म बोल्छु पनि, मास्को अगाडि बोल्न सक्ने पनि भएको छु नलजाइकन। त्यति चाहिँ मलाई यो पब्लिक स्पिकिङको इजी टकको कोर्सले चाहिँ मलाई त्यति हेल्प गरेको छ भन्न चाहन्छु म। र यसरी नै अगाडि बढ्ने क्रममा अझै आफूलाई निखार्दै, आफ्नो स्किललाई अझै होइन मजबुत बनाउँदै अझै पनि यस्तो पब्लिक स्पिकिङ चाहिँ म गर्न सक्षम छु छु जस्तो लाग्छ मलाई अहिले, भए जस्तो लाग्छ। अब हेरौँ के हुन्छ। अब स्टेज पाएको बेला होइन, रियल स्टेज पाएको बेला के गर्छु। यस्तै छ। अब लाइफ हो, लाइफ बियोन्ड फिजिक्स, लाइफ बियोन्ड साइन्स, देयर इज सम सुपर नेचुरल पावर भनेर अस्ति मैले स्पिचै भनेको थिएँ। त्यहाँ के भनेको थिएँ होइन नि, लास्टमा कन्क्लुजनमा क्या भूतको कहानी सुनाएको थिएँ। अनि लास्टमा के भनेको थिएँ, देयर इज अ स्पेसल एनर्जी विच इज बियोन्ड साइन्स एन्ड वी आर स्टिल अनअवेयर अबाउट द्याट भनेको थिएँ क्या। सबैले ताली मारेको थिएँ, खुसी लागेको थियो। आज फिडब्याकमा पनि मैले रेटिङ दिन लगाएको थियो। के गरेँ भने 9.999 माथि डट के भन्छ सिमिलर टु हाम्रो एप्रोक्सिमेसन साइन हुन्छ नि, सिमिलर टु 10 हालिदिएको छु। यसो हल्का देखाइदिएको नि, अब देखाएको भन्दा नि यसो हालिदिएको, कमेडी गरिदिएको। ल ठिक छ, आज 5-6 मिनट बोलेछु यसमा होइन, सबै हाल्छु म। आज चाहिँ कपिराइट लाग्दैन, हिजो कपिराइट लागेको थियो। सो गुड नाइट भन्न चाहन्छु। मलाई है पोजिटिभ माइन्डसेटले अगाडि बढ्नुपर्छ भन्न चाहन्छु होइन। अब अझै पोजिटिभ हुँदै अझै आफूलाई विकास गर्दै जानेछु भन्ने भावनाको साथ म यहाँ भ्याली आएको हो, र अझै गर्छु होला भन्ने आश छ। अब हेरौँ के हुन्छ लाइफमा, कहाँ पुगिन्छ। टाइमको कन्सेप्टको बारेमा मेरो आफ्नै कन्सेप्ट पनि छ, त्यो म नेक्स्ट टाइम सेयर गर्छु। अहिले ग्राभिटीको बारेमा मात्र भने आज। नेक्स्ट टाइम चाहिँ म टाइमको कन्सेप्ट पनि सेयर गर्छु, मेरो पर्सपेक्टिभबाट हाउ आई सी द युनिभर्स एन्ड हाउ आई सी द टाइम भनेर म भन्छु होइन। अब यो आफैलाई नै भनेको कुरो हो, अरू कसले सुन्दैन त्यस्तो के थाहा होइन। मैले आफैलाई नै रिकल गर्नको लागि अहिलेको थट्स र अबको 5 वर्षपछि धेरै नलेज भइसकेको थट्स कतिको सिमिलारिटी हुँदैछ, कतिको म अहिले कतिको मूर्ख छु त भन्ने कुराहरू यो भिडियोले झल्काउँछ क्या। त्यही भएर पनि मैले यो भिडियो हालेको। सो यति भन्दै आजको दिन यहीँ समाप्त गर्दै, आज डे 4 मेरो, मैले यस्तो भिडियो बनाएर हाल्न थालेको डे 4 हो। र यो भन्दै है आजको म यो भ्लग भनौँ, भ्लग मेमोरिज, क्रिएटिङ मेमोरिज
देयर इज लाइफ बियोन्ड फिजिक्स, देयर इज लाइफ बियोन्ड इक्वेसन्स भन्दै आफ्नो आजको दिन यी समाप्त गर्दै भोलि बिहान फेरि म भिडियो बनाउँदै आउनेछु भन्दै बाई बाई। हस् नमस्कार, धन्यवाद। सबैको जोय होस्। सबैको जय होस्। अनि जहिले पनि के भन्नुपर्छ, म खतरा छु होइन, म जे पनि गर्न सक्छु भन्ने मेन्टालिटी राखेर चाहिँ हिँड्नुपर्छ। बाई।